हेलो एभ्रिवान है। आज म तपाईँहरूलाई यस्तो जग्गामा लिएर आएको छु कि हेर्नुहोस् है त। मार्गीले अलिक रुगा लागेर साह्रो पारिरहेछ। हेर्नुहोस् है त, म देखाउँदैछु है तपाईँहरूलाई। लो हेर्नुहोस् त, यो चाहिँ स्वर्ग जाने बाटो है। हेर्नुहोस् है, यस्तो चाहिँ स्वर्ग जाने बाटो चाहिँ। आज चाहिँ हामी चाहिँ यहाँ आएको छौँ स्वर्ग जाने जग्गामा हो। हेर्नुहोस् है त, अब मजाले यो चाहिँ स्वर्ग जाने बाटो भयो। अब म तपाईँहरूलाई स्वर्ग देखाउँछु। हेर्नुहोस् है, स्वर्ग चाहिँ यस्तो चाहिँ हो। टक्कै कस्तो लाग्यो कमेन्ट गर्नु नभुल्नु होला, कमेन्टमा लेख्नु होला। अनि पर चाहिँ कञ्चनजङ्घा हल्का देखिरहेछ है। अनि त्यहाँदेखि चाहिँ वरिपरि चाहिँ यस्तो छ, बादलले ढाकेको है। टुरिस्टहरू एकदम इन्जोय गरिरहेछ। बसन्ती त्यहाँ खडा छ मेरो हो। अनि हेर्नुहोस् है त, यहाँबाटको नजारा म हल्का देखाइदिन्छु तपाईँहरूलाई। हेर्नुहोस् है त, यहाँनिर फोटो खिच्दैछ कोही फेरि हो। यहाँबाट देख्छ होला हौ खास हेरौँ है त। यहाँनिर हेर्नुहोस् त, कस्तो लाग्यो त स्वर्गको नजारा चाहिँ कस्तो लाग्यो लो कमेन्ट गरौँ है गाइस। ल है कस्तो लाग्यो है। दामी दामी भिडियो आउँछ लिम्बूको आउँछ फेरि, हेर्नु चाहिँ नछुटाउनु होला है फेरि सबैजनाले होइन। कस्तो लाग्यो यो नजारा है, पाएको बेलामा हेरिराख्नुपर्छ है गाइसहरू। ओके बाई बाई।